हिमालको फेदीसम्म पुगिसकेका छौँ। हामी राम बर्तौलाज्यू चाहिँ यहाँ आराम गरिरहनु भएको छ। हामी 5200 मिटरसम्मको हाइटमा आइसकेका छौँ। के भन्न चाहनुहुन्छ राम सर? हामी हारेको छैनौँ, थाके मात्र हो। अब हामी केही समयमा त्यहाँ पुग्ने हाम्रो कोसिस जारी छ। पुग्ने गरी त हामी दिनै छौँ। फेरि खुट्टा माथितिर र टाउको तलतिर गएर सुतिरहनु भएको छ। यसले के हुन्छ भने यसले चाहिँ हाम्रो ब्रेनमा अक्सिजन सहज रूपमा अक्सिजन पुग्ने भएको कारणले गर्दा हामी धेरै हाई अल्टिट्युडमा छौँ अहिले। हाम्रो ब्रेनमा सहज रूपमा अक्सिजन पुगोस्, हामीलाई गाह्रो नहोस् भनेर यो चाहिँ यसरी सुतेपछि ब्रेनमा छिटो अक्सिजन पुग्ने भएको कारणले गर्दा यसरी सुतेको। हामी समुद्री सतहबाट 5150 मिटरभन्दा पनि माथि आइसकेका छौँ। यसरी अहिले श्वास प्रश्वासमा एकदम समस्या आइरहेको छ। हामी हिमाल यहीँ छ है, हामी हिमालको नजिक पुगिसकेका छौँ। हामी त्यो हिमालसम्म चाहिँ पुग्ने कोसिस गर्दैछौँ यहाँनिर। अब 500 मिटर हाइटमा पुग्दाखेरि चाहिँ हामी त्यो हिमालसम्म पुग्ने छौँ। कस्तो लागिरहेछ यो हिमालको फेदीसँग आइरहँदा? 5150 मिटरको हाइटमा अहिले आइरहँदा कस्तो लागिरहेको छ? भन्नुपर्दा स्वर्ग भनेको चाहिँ यही रहेछ। स्वर्ग भनेर हामी दायाँ बायाँ स्वर्ग कहाँ हो भनेर भन्छ। स्वर्ग भनेको यहीँ रहेछ। यो मनोरम दृश्य, यसले यति ऊर्जा दिएछ, यति ऊर्जा दिएछ। अब हामी हिँड्न त नसके पनि मनले हामीलाई उड्न सक्ने सम्मको ऊर्जा दिएछ। यस्तो सौन्दर्य दृश्य, यस्तो मनोरम दृश्य सम्भवतः बिरलै मान्छेले देख्छ होला। अब हामी हेर्न सक्छौँ, हामी कयौँ हिमालहरू चाहिँ हामीभन्दा तल परिसकेको अवस्था छ होइन। अब हामी त्यो ठाउँसम्म हामी पुग्ने कोसिस गर्दैछौँ। 5500 मिटरको हाइटसम्म हामी पुग्ने कोसिस गर्दैछौँ। त्यसै गरी हामी यहाँ सचित रिजालज्यू पनि अगाडि बढिसक्नु भएछ। के छ? एकदम ह्याप्पी, आइ एम ह्याप्पी। ल बिस्तारै है, श्वास प्रश्वासमा अलिक समस्या आइरहेछ। यसै गरी हाम्रा रामकुमार हाराज्यू पनि हुनुहुन्छ। हाम्रो थाकेको छैन, अगाडि बढिरहनु भएको छ। हामी लक्ष्यसम्म पुगेरै छाड्छौँ। अब 500 मिटरको हो हामी कोसिस गर्दैछौँ। श्वास प्रश्वासमा समस्या आइरहेको छ। हिमाल नजिक आइसक्यो। हामी 500 मिटरको हाइटमा अझ जाने कोसिस गर्दैछौँ। त्यहाँ गएपछि जानकारी पक्कै पनि गर्नेछौँ।